एभ्रीवान, गुड मर्निङ सबैजनालाई। म चाहिँ रेडी भएँ र हामी चाहिँ स्टोर पुग्यौँ। स्टोरमा चाहिँ भाइ बसिरहेको रहेछ। आज चाहिँ हाम्रो इटरी जाने काम पनि छ र यो डेलिभरी पनि रहेछ तरराको। तररामा डेलिभरी गर्दै हामी चाहिँ इटरीतिर हाम्रो काममा लाग्छौँ। मैले चाहिँ हेलमेट ल्याउन बिर्सेछु, त्यसैले स्कार्फले नै टाउको बेरिरहेको छ किनभने इटरीमा चाहिँ एकदमै धेरै धुलो छ नि त। अनि बाटोमा जाँदा जाँदै मेरो स्कार्फ पनि हावाले उडाइदियो। हामी चाहिँ तररा पनि पुग्यौँ। तररा पुगिसकेर उहाँलाई डेलिभरी पनि गरिदियौँ र हामी चाहिँ भाटपाडातिर लाग्यौँ किनभने आज स्याटरडे हो। मलाई चाहिँ केएफसी खान बढी धेरै मन लागिरहेको थियो। केएफसी नखाएको 2-3 महिनै भएको थियो नि त, त्यही भएर इटरी आएको बेला केएफसी पनि खाउँ न भनेर हामी चाहिँ भाटपाडातिर लाग्यौँ। तर आज स्याटरडे भएकोले यति धेरै भिड छ, हामी चाहिँ भित्र छिर्यौँ। भित्र पनि कति धेरै प्याक क्या। भित्र छिरिसके पछाडि चाहिँ एउटा टेबल खाली रहेछ, हामी त्यहीँनिर बस्यौँ। फाइनली मेरो केएफसी पनि आयो। मलाई यति धेरै मनपर्छ, मेरो फेभरेट नै हो। त्यस पछाडि हामी चाहिँ दुईजनाले मजाले केएफसी खाँदैछौँ, दायाँ बायाँ पनि नहेरिकन मजाले खाँदैछौँ। अनि हामीले चाहिँ खाइसक्यौँ। त्यस पछाडि चाहिँ भाटपाडा एकछिन डुलौँ न त भनेर चाहिँ हामी एकछिन डुल्नको लागि हामी चाहिँ भाटपाडा नि पस्यौँ। सर हामी डुल्यौँ। त्यस पछाडि फेरि हाम्रो कामतिर गयौँ किनभने आज हाम्रो काम चाहिँ एकदमै धेरै छ। त्यस पछाडि हामी चाहिँ डमी हाउस गयौँ। त्यहाँनिर सुज राख्ने स्ट्यान्ड लिनु थियो, त्यहाँनिर स्ट्यान्ड लियौँ। त्यस पछाडि हामी अर्को कामतिर लाग्यौँ। काम सक्दा नसक्दै झमक्कै रात पर्यो। त्यस पछाडि हामी चाहिँ हतार धरानतिर लाग्यौँ। थ्याङ्क यू फर वाचिङ।